हेलो आज हामी जाँदैछौँ मान्छे गाउँ हाम्रो हामीसँग मेरो बाइक पनि रेडी सो लेट्स गो यहाँको हेर्नु त कस्तो राम्रो छ हरियाली यस्तो ठ्याक्क पहिला चाहिँ ठ्याक्क सल्लाहरीदेखि ठ्याक्क तपाईँको जगत्ती माथि पनि यस्तै यस्तै बाटो थियो है अहिले फेरि बाटो ठुलो पार्यो झ्याउ गर्यो है नत्र यस्तो हरियाली थियो ठ्याक्क सल्लाहरीमा त झन् पहिला त ओ भाइ साहब यस्तो बवाल थियो कि टक्क राइट लेफ्टमा रुखहरू टक्क कहाँ पुगे जस्तो रमाइलो रमाइलो थियो त्यो बाटोहरू सम्झिँदाखेरि रमाइलो लाग्छ ल अब यहाँबाट अब 3 वर्षमा आएको पहिलाको वर्ष त पहिलाको नि होइन 3 वर्ष अगाडि आएको ठ्याक्कै चाहिँ कहाँबाट लेफ्ट लिने चाहिँ थाहा छैन त्यसको हेरौँ बाटो जाँदैछ त्यो चाहिँ यहाँबाट अब सुरु होतै खतम होला फेरि रात्रि सकिराख्ला फेरि सुरु होतै खतम हुआ स्टार चलाइरहेको छु तर हावाको ब्रेकले चाहिँ हान्छ होला किनकि माइकमा खबर छैन मेरो स्वासवाला यहाँ तलबाट जानु होला रहेछ यस्तो तर यो हाँगाबिङ्गा पनि खस्नु सक्छ अलिकति रिक्स हो बाटो त खतरा उबर खाबाट भइसकेको छ पुरै ढिचिक लगाएर ढिचिक एक्ट अन क्लाइमेट चेन्ज about is one voice nice one heart one voice noise यहाँ पनि हाम्रो अब माइक्रो स्ट्यान्ड अन लाग्यो चैत्य तर यो भ्यू हेर्नुमा रहेछ 54को यो खतरनाक भ्यू ओइ खतरा स्लो लगिदिएर गाडीले खुट्टा पनि झार्दैन गाडीले ल तर यो भ्यू पनि कस्तो कच्चा जस्तो देख्नु थाल्यो ऊ त्यहाँ रहेछ क्या त्यो नयाँ गुम्बा चाहिँ अब यहाँबाट कतिको ब्याट्रीले टिक्छ कुदाउँ भने नकुदाउँ होला पुरा भन्छ हावाको ब्रेक भइहाल्छ अहिले त माथि गाउँतिर आउने गाडी चाहिँ चल्यो होला हावाको ब्रेक सँगै ओके यहाँबाट अब माथि गयो भने बाघ भएर यहाँबाट लेफ्ट दिन्छौँ हामी अडानासी माइक्रो चलिरहेछ आइस यहाँ कहाँबाट चाहिँ लेफ्ट दिन्छ क्या यो ठाउँमा नि रमाइलो लाग्छ तपाईँको बजार चाहिँ लाग्ने हो क्या हाम्रो बजार शून्य भइसक्यो क्यापिटल बुर्गर बुर्गर अब हामी अलिकति अगाडिबाट लेफ्ट लिनुपर्छ भन्ने मलाई लागिरहेको छ वे आई थिङ्क यतैबाट हो जस्तो लाग्यो खानाले मुक्ला यतैबाट हो होइन के अलिकति अगाडिबाट यहीँबाट हो बाटै कन्फ्युज हुन्छ भने त्यहाँ लेखिरहेको छैन है मलाई यो ओह्रालो चाहिँ याद छ होइन पिछोको चाहिँ याद छैन क्या
यस ओह्रालोबाट चाहिँ जाने चाहिँ याद छ। ओह्रालोपछि यो खाल आउँछ र त्यसपछि फेरि म्याप हेर्नु पर्ला जस्तो छ। थोए ख कि ओए ख उताबाट जस्तो लाग्छ। एकचोटि नै म्याप हेर्नु पर्ला जस्तो छ है। त्यो बाटो त साँघुरो छ। म्याप हेर्छ यार म त कि त मान्छेहरूलाई सोध्नु पर्यो कि त म्याप हेर्नु पर्यो। म्याप हेर्ने कि मान्छेलाई सोध्ने होइन। त्यो निलोमा म गइरहेछ कि छैन मात्र भन्नु न है। खोइ देखाउनु त। आइ कहाँ रहेछ यो? यहाँबाट जाने हो खोइ कि बाटो कन्फ्युज भयो है केटा हो गेजहरू माथिबाट जानुपर्ने। खोइ देखाउनु त। अब बाटो हेर्दै हेर्दै जाउँ। ओ यहाँ के रहेछ? कृतिपुर सिनेप्लेक्स रहेछ। ओ यहाँ के हो यो? ओइ लेफ्ट राइट एन्ड सिधा। ओके यताबाट राइटमा हो। यता हो हेर्नु हो। हेर्नु न राम्रो देखाउनु न। हो यसलाई हेर्नु यसरी जानुपर्छ। कस्तो रमाइलो छ यार। मम्मीलाई नेभिगेसन देखाइ लगिरहेको छु। कुन चाहिँ बाटो हो यो? खोइ त मेन बाटो निस्केन त। यस्तो पनि हुन्छ? खोइ देखाउनु त। यो त भित्रै छिरे क्या हामी नगरभित्र छिरे क्या हो? हेर्नु त कहाँ पुग्यो? ए ऊ त्यहाँ रहेछ रोड ल। ओके ल भित्र पनि छिर्यो है। ल अब यहाँबाट चाहिँ मस्त सिधा म यताबाट आउनुपर्ने हो क्या। त्यहाँ यता लेखिरहेको थियो के मच्छी गाउँ जाने बाटो भनेर। त्यहाँ नेभिगेसनमै हुन्छ क्या त्यो पुरै वेमै देखाउँछ। अनि यसरी बसहरू चल्छ क्या। मलाई त्यो चाहिँ थाहा थियो है। तर आज भित्र घुम्न लेखे रहेछ। त्यही भएर नो टेन्सन भइहाल्यो। अब यताबाट नेभिगेसनहरू हुन्छ होला है। धेरै पछि आएपछि यस्तो हो के अब यही राख्ने बानी पनि छैन। अब यहाँबाट चाहिँ अरू गइरहेको मान्छेहरू पनि भेट चाहिँ हुन्छ। होस् निभाउनु भयो पनि हुन्छ। यस्तै पिपलको रोड पनि आउँछ एउटा। ओके टक आउँछ। अब चाहिँ नेभिगेसन पनि आउनु सक्छ है। नेभिगेसन भन्नाले तपाईँको ठ्याक्कै यता जाने बाटो भनेर आउँछ। सो खोइ चन्द्रगिरी हो कि क्या हो यो? चन्द्रगिरी त हुनु पनि सक्छ अथवा कुलेखानी त्यो बिचबाट जाने त्यो एरिया त त्यही हुन्छ। राइट्स वाइज नाइस टर्निङ। यतिको टर्निङ गर्नुपर्छ है। यतिको त्यो मान्छेहरूले त्यहाँ पुरै टर्निङहरू परसम्म एउटै बाटो गर्छ नि। त्यो चाहिँ अलिकति मजा आउँदैन है। कुकुरदेखि चाहिँ साह्रै डर लाग्छ है। किनकि यसको हाइट त्यति छैन। अच्छा हावा उकाल्थ्यो भने टक्ला भन्ने टेन्सन हटाए टेन्सन। कहाँबाट हो? सिधै त होला नि होइन हामी त सिधा जाउँ होइन। कस्तो बिर्सिन्छ यार बाटो पनि एकदम हो कि होइन। फेरि टिका लगाएर आएर आन्सर चाहिँ हो जस्तो छ है। हो जस्तो बरु रेकर्ड भइरहेछ कि छैन? ए छ है छ जस्तो रेकर्ड भइरहेछ छ जस्तो हो जस्तो।
ओए सुई उडेर आयो। अब यता यस्तो कहाँबाट हो? यतै हो क्या हो? यही हो? यो हो कि होइन मम्मी? यही हो कि होइन? यही हो। यही हो जस्तो छ है। हो जस्तो छ है, किनकि माथि बोर्डहरू पनि राखिरहेको छ। अरे रे रे भ्यू हेर्नु न है तेरिका। ओइट्स नाइस जम्प। ओइट्स देखो देखो। खासै हुल त नहोला, नहोस् भन्ने चाहना प्रार्थना छ मेरो, किनकि धेरै हुल भयो भने। ओए यहीँ गाडी रोकिरहेछ त। यो ऊ गाडी हो क्या हो? मत्स्य नारायण मेला, जय मत्स्य नारायण। लहै 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 लहै। चिल पराली दम। यहाँ चाहिँ अलिकति अब नाच्छ कि के? आम्मै ओ आम्मै ठुलो टेरो उडिरह्यो ल, उडिरह्यो। बाइक उडेको अवस्था ग्राभेल, यसमा त खतरा नाच्छ नि। नाच्दैछ। ओए त्यसले ढुङ्गा फाल्यो। मान्छेहरू थन्नु छ कि क्या हो? यो त रुटकै गाडी जस्तो छ। के यस्तो होता है कभी कभी। यस्ता सानो सानो गल्ती भयो त्यो निभाइदिए पनि हुन्छ। त्यहाँ लक गरे पनि हुन्छ, छेउको लक गरिदिनु न। यहीँबाट पार गरेर जाउँ कि आज त भित्र राखिदिउँ अनि आनन्द। ओ बिस्तारै जाउँ। खासमा यतैबाट रोकेर जानु पर्ला नि है। बिस्तारै हिँड्दै जाउँ ल। ओर्लिनु मम्मी। टुनुङ कराइरहेछ आज। ओ यति ल हेर्नुहोस् है, बाटो कन्फ्युज भयो भने यस्तो हुन्छ। पानी परिरहेछ है। आवाज रे पोजिटिभ भाइसमा सिम पानीमा लखर हिँड्दैछौँ। मान्छे त धेरै नहोला जस्तो छ। यहाँ त धेरै पानी परिरहेको जस्तो छ। मन्दिरतिर त ठुलो पानी परिरहेको जस्तो छ त मम्मी। मन्दिरतिर खाली खाली छ है आज। त्यसले बलि लिएर हामीले खायो। यो भयो भने हामी खान्छौँ। जाने बाटो यता लाइन बस्ने ठाउँ आयो। लाइन बस्ने कुनै दिन यता भिड हुन्छ। भिड वाइल्ड भिड।
टक्कै दर्शन पनि भयो, पानी पनि रोक्यो। बवाल वेदर। बिस्तारै गए पनि भयो, खासै हुल पनि छैन। होल नत्र भए ब्याग बेङ्गाली आउँथ्यौँ हामीले पहाड। छैन, आनन्द छ। दर्शन पनि गऱ्यो।